एउटी म्याडमले के बिहा त्यो टेलिफोनमा गइरहेछ मैले काम गर्ने म्याडम के यार त्यही छोरीको कति राम्रो आउँछ भनेर भनिदियो कि मलाई के हो र भन्छु के छोरी मान्छेले के गर्ने कुरो त्यसो कस्तो के गर्नु कत्थरे यार भने के कत्थरे यस्तो गरी कत्थरे यस्तो गरी के छोरी मान्छेले भन्दैन के त्यस्तो गर्ने यार भन्नुहुन्छ ए बाबु म त बुढी भए मलाई कसरी लाग्न के र कस्तो तपाईले नलानी हो तपाई त झन् पाको मान्छे जान्दी छोरीको पाको मान्छे हाम्रो भनेको अल्लाहमा छ यार यार यस्तो यस्तो चलिहाल्छ नि अहिलेको जमानामा छोरी मान्छेले पहिले पनि एउटा घर जान जातो बुझिस् नि घर सासू ससुरासित यार भनेर बोल्दा के हुन्छ सासू पनि यार भन्ने पनि त पुग्न पाइनि बाबु अति नगर बुझिस् नि अलिअलि भने पनि मान्ने गर घरि यार बनिने गरी के भनिदिए के जो हाँसो मन पर्छ भने त्यहाँबाट त्यति फेरि चुरी फुरी बढ्दै हुने कि त्यस्तो भन्न खोजेको होइन कि तर हाय यार यार त अहिले त जसले नि भन्छ कि यार भन्ने होइन छोरी मान्छेले जस्तो बानी लाग्यो त्यस्तै हुन्छ के यार भन्ने अनि त्यसको यार यारको भन्छ कि भन्नुहुन्छ कि सरी भन्छ त भन्नु भएन नि भयो तेरो चुरी फुरी देख्दा त अचम्मै लाग्छ मलाई त कस्तो भनेर सम्झाएर बुझाएर नलाग्ने हो मम्मी मैले गर्दिनँ अब भन्ने पनि हुन्छ नि त्यसमा त पहिले खुट्टा हल्लाएर बस्ने हो यस्तो 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 गरेर यस्तो गरेर त गर्ने होइन छोरी मान्छेले त्यसो भए यस्तै बुद्ध चाहिँ गरेर बस्छु म अनि उसको कुरा त सम्झाएर माने पनि त हुन्छ नि मान्न ओके बुद्ध चाहिँ गरेर बस्छु के मेरो कुरालाई इग्नोर नगर इग्नोर गरेको छैन के बुद्ध चाहिँ गरेर बस्छु म अब सिकाएर मान्न नि पर्छ कि मान्छेले कस्तो हो के हुन त्यसो के गर मतलब छ